कुलम यसलाई भन्छ नि कुलम पहाडी कुलम एउटा हाल्दै थिएँ मेबी इटली लन्डनमा ओर फुल्ली रिमोट भनेर चाहिँ एउटा एप्लिकेसन थियो अनलाइन देखेँ। हे गाइज वेलकम टु माई ब्लग। सो अहिले बज्दैछ 5:30 म उठ्न त 4:30 उठेको थिएँ तर बेडबाट चाहिँ 5 बजेतिर उठेको थिएँ। आजभोलि म हल्का छिटो उठ्ने गरेको छु किनकि प्रेमान्जीले भन्नुभयो र। त्यस्तो छ गाइज, आज दिनको प्लान त केही छैन। अब म चाहिँ बाहिरको लागि एप्लाई गरेर थिएँ, सेल्फ एप्लाई भनौँ न, अमेरिकाको लागि। अहिले अमेरिकाको लागि के भएको छ, सायद एपोइन्टमेन्ट बुक गर्न बन्द भएको छ क्या हो। मैले I-20हरूसम्म निकालिसकेको थिएँ। अब एपोइन्टमेन्टहरू बुक गर्नलाई चाहिँ डोनाल्ड ट्रम्पले के बन्द गरिदिएको छ भन्ने हल्ला सुनेर बन्द गरिदिएको छ सायद। त्यसैले म चाहिँ हेरिरहेको थिएँ बाहिर युरोपियन एउटा अल्टरनेटिभ हो केही छ कि भनेर। त्यही हो। त्यसपछि हेरौँ के हुन्छ प्रोसेस, आज के गरिन्छ। आज भरे युरोपको रिसर्च र एप्लाई गरिन्छ होला, हेरौँ। तपाईँलाई देखाउँछु म के गर्छु आज दिनभरि। एक्सर्साइज र मेडिटेसन गरेर माइन्ड यस्तो फ्रेस हुन्छ नि गाइज, तपाईँहरू पनि ट्राई गर्नु के। मैले धेरै भएन, भर्खरदेखि सुरु गरे हो प्रेमानन्दजीको हेरेर मेडिटेसन गर्ने। यस्तो मेडिटेसन गर्न चाहिँ फर्स्ट मनै लाग्दैन कि यो के गरेर हो भनेर, तर हल्का गर्न लाग्यो भने, गर्न थाल्यो भने चाहिँ पछि हल्का चाहिँ रमाइलो लाग्दो रहेछ। सो जाउँ अब तलतिर, के हुन्छ आज दिनचर्या। खाना खाइन्छ अनि उयो गरिन्छ। आजै ब्लग हाल्छु। यो भयो मेरो वकिङ चेयर र यो भयो रुम, यो भयो मेरो ल्यापटप। र आज म चेक गर्छु आज म के गर्न सक्छु भनेर। ल्यापटपलाई बेडमा लगेर ल्यापटपलाई ल्याबमा राखेर ल्यापटप ओपन गरेर होइन। मेरो ब्याकग्राउन्ड चाहिँ आइटी मतलब कम्प्युटिङ हो गाइज। त्यसैले मैले हिजो सफ्टवेयर इन्जिनियरको लागि इन्टर्नसिपको लागि चाहिँ एउटा हाल्दै थिएँ मेबी इटली लन्डनमा ओर फुल्ली रिमोट भनेर चाहिँ एउटा एप्लिकेसन थियो अनलाइन देखेको थिएँ। त्यसमा पोस्ट चाहिँ गर्दै थिएँ। आज इमेल चेक गर्नु आएछ कि नै, आउनु रहेछ। मेबी 2 to 3 विक लाग्छ भनेर मैले हिजो मात्रै एप्लाई गरेको थिएँ। यसले यति राम्रो कभर लेटर बनाएको थिएँ गाइज, यति राम्रो कभर लेटर बनाएको थिएँ जब एप्लाई गर्नलाई। खै हेरौँ इन्टर्नसिपको लागि हायर हुन्छ कि नै। तर जब अमेरिका अस्ति न्युज आएको थियो नि बन्द भयो भनेर, डोनाल्ड ट्रम्पले के को लागि चाहिँ 3-4 हप्ताको लागि बन्द गर्यो भनेर भनेको थियो नि। मैले अब यस्तो युरोपियन कन्ट्रीहरू कस्तो रहेछ भनेर, तर यो आयरल्यान्ड भन्यो, स्विडेन भयो, अनि लक्जमबर्ग भयो, त्यस्तो कन्ट्रीहरू नि खतरा रहेछ नि। एयरलाइनको डब्लिङमा है राम्रो कमाइ हुन्छ। आइटी कम्पनीहरूको लागि चाहिँ राम्रो। झन् लक्जमबर्गमा चाहिँ फी ओन्ली €400 यति सस्तो रहेछ है। यो आयरल्यान्डले आयरल्यान्ड गभर्मेन्टले इन्टरनेसनल स्टुडेन्टलाई अप टु €10,000 जति दिँदो रहेछ कि स्कलरसिप दिँदो रहेछ क्या। तर माई ब्याड लक भनेको चाहिँ के हो कि भिजा मिल्थ्यो होला, तर ब्याड लक भनेको के हो कि सब एप्लिकेसनहरू चाहिँ जनवरीमा अप्रिलसम्म थियो लास्ट चाहिँ, कोहीको त जनवरी, तर मेमा पुग्दाखेरिमा त सब एउटा एप्लिकेसन थिएन। ल झन् 2026को लागि नि एप्लाई गर्नलाई यो अर्को 2026को जनवरी र फरवरीमा चाहिँ एप्लाई गर्न मिल्दो रहेछ क्या। अनि जर्मनी कहीँ हो 2025 नोभेम्बरको लागि थियो है। एप्लिकेसन फी थियो लास्टमा कति €90 को थियो। त्यसमा गरौँ कि नगरौँ भयो चाहिँ होला। त ब्रेकफास्ट आयो, खान्छु ब्रेकफास्ट आयो। अब चियाको लागि भन्दैछ नि, चिया खान्छु भने मैले चेक नि गर्दै थिएँ कि अब कुन युनिभर्सिटीहरू छ भनेर होइन। युनिभर्सिटीहरू त छ तर जुन 30 रे, जुन 2 भन्नाले आज त जुन 5 हो, अक्टोबर 1, 2025मा डेडलाइन भएको यस्तो छ टन्नै हुन त। आवाज चाहिँ कल गऱ्यो। यो गाइज कुलम यसलाई भन्छ नि कुलम पहाडी कुलम। मेरो बानी छ फ्रिजबाट चाहिँ कहिले खाने निकाल्दै खाने, कहिले हुन्छ कहिले हुँदैन। मिठो छ तर कुलम।
कति मोबाइल हेरिरहन्छ कि हजुर पनि कति मोबाइल हेरिरहन्छ भने होइन जेलमा अलिकति चाहिँ घोप्टिएकै थिएँ अब लप्टी अब उठ्ने हो अब पालो साको के हो ठाकुरो भने छोडा कहाँ पार्टीलाई छोडा लगाइरहेको हिँड्नु फेरि मलाई गएको हाम्रो घरको पछाडि एउटा घर बनिरहेको थियो अनि त्यो घर बन्नेको फोहोरहरू चाहिँ यता आइरहेछ क्या त्यसैले मलाई रिस उठिरहेछ यो गाबाहरू लगाएको यो खुर्सानी लगाएको बिगाड्यो भनेर ए बत्ती गएर रहेछ गाइस भर्खर आयो यो राइटरमा उ भएछ राउटरमा उ भएछ यो राउटर के हो जहिले नि बिग्रिएको हामीले घरमा जे भयो फुल चाहिँ खत्रै लाग्छ यो फुल भयो हाम्रो फुलहरू यो आमको रुख है गाइजहरू तराईमा आम चाहिँ एउटा फेमसै हुन्छ अनि आम आएको छ तर एउटा दुइटा होला काहीँ काहीँ हुरीले लगेर एउटा यत्रो चाहिँ फलिरहेछ तर आम मिठो छैन त्यति तर रुख चाहिँ छ जे मस्त भएको अनि यो फुलहरू भयो म फुलको चाहिँ फ्यान हो यो रोज हो तर रोज उम्रे खानु यो उ भयो रोजै रोज छ उता रोज अब अर्को महिनातिर सकियो हजुर खै हेरौँ अब बिस्तारै बिहा नै किन बोलिनु मामु हजुरलाई बिहा गर भनेर बोलिङ ल्याएर हो मेरो अहिले बिहा गर अहिले बिहा गर भन्ने हजुर होइन बिहा त अहिले थोडी गर्दै 30 वर्षमा गर्ने त्यही हो खाना खान्छन् होइन भयो कसी कसी हुन्छन् को उपट्टा बिहामले ल्याइजान खानु ननाले त्यहाँ के लाउने लाएर छोरी के होला हुनु ठाँगो त्यो बेलामा ठुना सो त्यो खन्छु त्यो खनेर त्यो खाममा काट्छन् नि त्यो बेलाहरू जान्छ भनेर त्यसको लागि खन्ने कटौरा भयो भयो ठिक छ होइन दुई ठुना सँगै यो त माटो कहाँ गयो यसलाई त यहाँदेखि हाल्नु माटो त मैले उता खिचिदिइहाल्यो ठिक छ मेहनतशील मेहनतको काम यो भएन किन हाँस्ने हाम्रो घरको पछाडि एउटा घर बनिरहेको थियो अनि त्यो घर बन्नेको फोहोरहरू चाहिँ यता आइरहेछ क्या त्यसैले मलाई रिस उठिरहेछ यो किरमुला हेर्नु त अहिलेबाट कति किरमुला यो एउटाको लागि मात्रै ठाङ्ग्रोको लागि हजुरले यो बनाऊ यो त अझै उ भइहाल्ने ठुलो चाहिने त्यसलाई बचाउने हजुरले गरे हजुर ए यहाँ त घाँसहरू मात्रै रहेछ ठुलो भइसक्यो स्या पाउने हो काट अनि हजुरले काम गर्न नि घाममा आउनु पर्यो त हल्का शीतलमा आउनु त्यो अर्खामा नयाँ झन् एउटा बाउन्ड्री हालेर रहेछ यिनीहरूले सही गरेको छ चलो चलो अंदर चलते गर्मी हो गया काम भयो मलाई यति पसिना आउँछ गाइस गर्मी भएर गर्मी
यो खानेपानीको धारा हो। अब यसो हात खुट्टा धुँ। खुट्टा धोएर मस्त भित्र गएर पङ्खामा आनन्दले बस्छ। कति घाममा काम गर्दै हो क्या? हिजोको ऊ छ भन्नु थियो त किमा त्यो एक महिना त्यसै खानु होला खाना किन खान किन? बासा त्यसै बिहान त्यसै बासा त्यसै छाक्ला त्यसै के हो नि त किमा त कहाँदेखि लियो हजुर? पहाडी गाभा हो नि यिनीहरू? अनि त किन भन्ने हाम्रो पछाडि खानु पहाडी अनि पहाडी गाभा खान्थ्यो? पहाडी गाभा निका कि यहाँका? पहाडी उहाँको पाइन। सो गाइज को कोलाई गाभाको साग मनपर्छ भन्नुहोस्। बिहान हुने बेला चाहिँ उम्रा त्यत्रो बोट किन उपाड्यो? के गर्दा रे हो? पानी झर्ने ठाउँ बन्द भइरहेछ। यतिका गाइज गाभा तयार भइरहेछ हामीहरूको। यो भर्खर गाभा बनाउनु थाल्यो। कसलाई? कहाँ साग लिइदिनु बर्थडे? ब्रेकफास्टमा त गाभा खाएको थिएँ। अब यो अर्को चाहिँ मोमो। अहिले मोमो खाने। यो मोमो भयो, यो भयो अचार। जे होस् नाम मेरो मोमो र अचार चाहिँ मोमो चाहिँ लास्टै मिठो बनाउँछ यार। यस्तो खानु मन लाग्छ। कहीँ बनाउँदैन हौ। काठमाडौँमा यति धेरै खोजेँ है, यति धेरै खाएँ मोमो। मैले फ्यान हो। मामुली बनाएको जस्तो त कहीँ पाउँदैन। खै अर्कै प्रकारको हाल्छ भित्र हात्रीमा। लास्टै मिठो गाइस। कहिले मौका मिले ट्राई गर्नु। अब हामी गइरहेछौँ चौराहे। के अरे मामु त मामु भइहाल्यो। रमेश दाइसँग नि त्यो भिडियो एक्कासी मलाई थाहा थिएन भिडियो बनाउँछु। तर भाइरलै भइदियो। म अचम्ममा छु। बुझ्छु यहाँ हेर्दा भोलितिर कपाल काटिन्छ होइन? मामु एक्सपर्ट त हजुरै होइन? क्या अहिले आयो मामुलाई आइडिया है। त चाहिँ कति मोबाइल हेर्छस् हो? बुझ्छु कति मोबाइल हेर्छ? को हेर्न दिन्छ मोबाइल? सो गाइस फाइनली घर आइयो। अब भाइको पास नै छ, त्यसैले अहिले 10 बजीदेखि हामीहरू घर आयो। अनि अब आजको हल्का एडिट गर्छु। धेरै त बनाएन उतातिर, एडिट गर्छु र भोलि बिहान पोस्ट गर्छु। बाई बाई।